नेपालका धेरै युवाहरू आजकल खुसी छैनन्। डिग्री छ, स्किल छ, ड्रिम छ, तर अपर्च्युनिटी छैन। किन यस्तो भइरहेको छ? किन आजको युवा फ्रस्ट्रेट हुँदैछ? आज म तपाईलाई नेपालको युथ रियालिटीको साँचो पिक्चर देखाउने प्रयास गर्नेछु। नमस्कार साथीहरू, म प्रेम विष्ट यहाँलाई स्वागत गर्छु मेरो अर्को भिडियोमा। आज हामी कुरा गर्छौं रियल लाइफ नेपालको प्रब्लम र सोलुसन बारे। सब्स्क्राइब गर्न नबिर्सिनु होला, किनभने आजको भिडियो तपाईसँग डाइरेक्ट सम्बन्धित छ। हामी सानैदेखि के सिक्छौं? राम्रोसँग पढ, डिग्री लिऊ, जब पाइन्छ। तर रियालिटी के छ? डिग्री भए पनि जब छैन, जब भए पनि स्यालेरी कम, एक्सपिरियन्स माग्छ। यो ग्यापले नै फ्रस्ट्रेसन सुरु हुन्छ। नेपालका युथ फ्रस्ट्रेट हुनुका मेन कारण जब अपर्च्युनिटी कम, नेपालमा विकास र विभिन्न कल कारखानाहरू, उद्योग धन्दाहरू र त्यो सँगसँगै जहाँ मान्छेलाई जब परिपूर्ति हुने ठाउँहरूको अभाव छ र जब अपर्च्युनिटी एकदमै कम छ। जुन अपर्च्युनिटी छ त्यो स्पेशल मान्छेहरूको लागि छ। स्पेशल भन्नुको मतलब जसको सत्तामा मान्छेहरू थिए उनीहरूले जब पाए, उनीहरूले जब खाए। नो म्याटर उनीहरूको एजुकेसन लेभल के हो, उनीहरूको स्किल के हो, उनीहरूको नलेज के हो, त्यो डजन्ट म्याटर। त्यहाँ मात्रै एउटा कुरा म्याटर गर्थ्यो, उसको मान्छे सत्तामा अथवा पहुँचवाला हुनु पर्यो। त्यसले गर्दाखेरि पनि जब अपर्च्युनिटी कम भएको र होप्सो अहिले नयाँ सरकार गठन भएको छ, नयाँ प्रधानमन्त्री नियुक्त हुनु भएको छ, माननीय बालेन्द्र शाह। उहाँबाट हामी एउटा कुरा अपेक्षा गर्न सक्छौं, यो कुरा अब दोहोरिने छैन। पोलिटिकल इन्स्टेबिलिटीको कारणले गर्दाखेरि पनि नेपालको युवा फ्रस्ट्रेट थियो हिजोसम्म। अब होप्सो अब चाहिँ फ्रस्ट्रेट हुने छैन। हिजो के थियो भने फ्रस्ट्रेसन कसरी बढिरहेको थियो भने पोलिटिकल लडाई चलिरहेको थियो, कुर्सीको तानातान, पैसाको चलखेल र देशमा एउटा स्थिर कानून, स्थिर राज्य र स्थिर सरकार नहुनु पनि यसको मुख्य रिजनमा पर्छ। फ्रस्ट्रेट हुनुको रिजनमा एजुकेसन प्र्याक्टिकल छैन। जुन नेपालमा शिक्षा छ, यो शिक्षा चाहिँ प्र्याक्टिकल नभएको कारण यो सबै किताबमा मात्रै सीमित अथवा बुकमा मात्रै सीमित, पानामा मात्रै सीमित होला। कुनै ठाउँमा, कुनै शहरमा, कुनै एउटा वेल डेभलप्ड सिटीमा चाहिँ अलिकति सहज प्र्याक्टिकल बेस्ड वातावरण छ होला, तर नेपालको एभरेजमा हेर्ने हो भने प्र्याक्टिकल एजुकेसन छैन। त्यसले गर्दाखेरि पनि मान्छेले पढ्ने स्टुडेन्टले प्र्याक्टिकली नलेज गेन गर्न सकेन, जसले गर्दाखेरि जब पाइएन। त्यस कारण पनि मान्छे फ्रस्ट्रेट, युथ फ्रस्ट्रेट। विदेश जाने प्रेसर प्रत्येक नेपालीको मनमा, मस्तिष्कमा कक्षा 10 पास गर्ने बित्तिकै, 10बाट 11मा पढ्ने बित्तिकै एउटा प्रेसर पैदा हुन्छ। जो प्रेसर हो विदेश जानुपर्नेछ, मलाई जापान जानुपर्नेछ, मलाई अस्ट्रेलिया जानुपर्नेछ, मलाई फरेन जानुपर्नेछ फर बेटर स्टडी, फर बेटर अर्निङ। मेरो परिवारको आर्थिक अवस्था सुधार गर्नुपर्नेछ, त्यसको लागि मैले देश छोड्नुपर्नेछ। अथवा फ्यामिलीबाट त्यो प्रेसर, फलानुको छोरो विदेश, तिमी घरमै। अथवा समाजबाट प्रेसर, फलानुको छोरो चाहिँ गयो, फलानुको छोरो चाहिँ घरमै बस्छ। इट मिन्स यसले गर्दाखेरि प्रेसर क्रिएट हुन्छ, जुन प्रेसरले गर्दाखेरि युवा फ्रस्ट्रेट भयो। सबैजनाको एउटै मात्र सोच, नेपालमा फ्युचर छैन। तर यो सोच आधा मात्र सत्य हो। सोशल मिडियाले पनि प्रब्लम बढाएको छ। अरूको सक्सेस देखिन्छ, आफ्नो लाइफ कम्पेयर हुन्छ, प्रेसर बढ्छ। सोशल मिडियाले गर्दाखेरि पनि अहिलेको नेपालको युथमा एउटा फ्रस्ट्रेसन लेभल बढाएको छ, युथलाई डिप्रेसन तर्फ लगिरहेको छ। त्यो एउटै कारण हो, सोशल मिडिया। रियालिटी सबैको लाइफ पर्फेक्ट हुँदैन, सबैजनाको लाइफ एकै किसिमको र पर्फेक्ट मिलेको र वेल म्यानेज हुँदैन। तर हामी कम्पेयर गरेर आफैलाई कमजोर बनाउँछौँ। तर के गर्छौँ हामी भने कुनै पनि कुरासँग आफूलाई कम्पेयर गरेर आफूलाई कमजोर बनाउने काम गर्छौँ। अब सोलुसन के हो? स्किल सिक्नुस्, टेक रिलेटेड स्किलहरू सिक्नुस्, डिमान्डेड स्किलहरू सिक्नुस्। जुन अहिलेको जेनेरेसन, अहिलेको वर्ल्डले मागिरहेको स्किलहरू सिक्नुस्। तपाईँ फ्रस्ट्रेट हुनुहुन्न। कुनै पनि चिज तपाईँले लर्न गर्नुपर्नेछ अथवा अर्न गर्नुपर्नेछ भने अनलाइन प्लेटफर्महरूको प्रयोग गरेर त्यहाँ आफ्नो स्किललाई अपग्रेड गरेर आफूले कुनै न कुनै एउटा विधामा एक्सपर्ट भएर आफूलाई ग्रो गर्न सकिन्छ। कन्सिस्टेन्ट रहनुहोस्, आफू फोकस्ड रहनुहोस्। कुनै पनि काममा लगनशीलता, कन्टिन्युटी दिने र कन्टिन्युसली गरिरहने र त्यो कामबाट दिक्क नमान्ने र त्यो काममा फोकस्ड रहने, टाइम म्यानेजमेन्ट गरेर त्यस कामको पछाडि मर्यादा गर्ने। यसले गर्दाखेरि हामी सोलुसन तर्फ जान सक्छौँ। यस्ता विभिन्न कारणहरू छन् जसले हामी हाम्रो जीवनलाई फ्रस्ट्रेसनबाट बाहिर र आफूलाई सक्सेस बनाउन सक्छौँ। तपाईहरूले पनि यी कुराहरू लागू गर्नुहोस्। तपाईहरू पनि त्यही कामलाई सफल भएर देखिनुहुन्छ, सफल हुनुहुन्छ। स्ट्रगल मोर इम्पोर्टेन्ट र कन्टिन्युटी र कन्सिस्टेन्सी धेरै नै इम्पोर्टेन्ट। अहिलेको संसारमा लोकेसन इम्पोर्टेन्ट गर्दैन। इन्टरनेट छ भने अपर्च्युनिटी धेरै छ, 100% नै छ। फाइनल ट्रुथ, प्रब्लम नेपालमा मात्रै होइन,
माइन्ड सेटमा पनि छ। प्रब्लम कम्प्लेनिङ नो ग्रोथ, लर्निङ प्लस एक्सन सक्सेस। फ्युचर चेन्ज गर्न हामी आफै बदलिनु पर्छ। हाम्रो टाइम टेबल, हाम्रो रुटिन, हाम्रो विचार र हाम्रो एक्टिभिटिजहरुमा चेन्जेस हुनुपर्छ, तब मात्रै हामी सफल हुन सक्छौँ र हाम्रो फ्युचर चेन्ज हुन्छ। अब तपाईको विचार के छ? नेपालमा प्रब्लम बढी छ कि माइन्ड सेट? कमेन्ट लेख्नु होला।